नमस्कार, वेलकम टु माई युट्युब च्यानल शिक्षालय। हामी आजको क्लासमा विशेष गरेर हनी र यसको लाइफ साइकलको बारेमा हामी कुरा गर्नेछौँ। र क्लासलाई स्टार्ट गर्नुभन्दा अगाडि यदि अहिलेसम्म पनि च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने अहिले नै सब्स्क्राइब गरेर च्यानलमा जोडिनु होला। आजको क्लास चाहिँ के को बारेमा छ त हनी बी भनेको मौरीको बारेमा रहेको छ। यसको लेन्थ कति हुन्छ त? यसको लेन्थ 9 mm टु 20 mm भनेको 9 देखि 20 मिलिमिटर चाहिँ यसको साइज हुन्छ। त्यसैगरी यसमा के हुन्छ त? यसको बडी तीनटा पार्टमा डिभाइड भएको हुन्छ। जहाँ यो अगाडिको सुरुको यो हेड भयो, यो बीचको पार्ट चाहिँ थोरेक्स भयो भने यो पछाडिको पार्ट चाहिँ के हो त? एब्डोमिन भनेर तीनटा पार्टमा डिभाइड भएको हुन्छ। सो यो अगाडि के भयो त? हेड भयो। त्यसैगरी यो बीचको पार्ट थोरेक्स र यो लास्टको पार्ट के भयो त? एब्डोमिन भनेर तीनटा पार्टमा डिभाइड भएको हुन्छ यसको बडी। त्यसैगरी यसमा चाहिँ के हुन्छ त? वान पेयर अफ एन्टिना पनि हुन्छ। यो के हो त? एन्टिना। कहाँ हुन्छ त? हेड पार्टमा चाहिँ एन्टिना हुन्छ। एन्टिना भनेर वान पेयरमा रहेको हुन्छ, भनेको दुईटा चाहिँ एन्टिना हुन्छन्। त्यसैगरी थोरेक्स पार्टबाट चाहिँ वान पेयर अफ विङ्सको चाहिँ डेभलप भएको हुन्छ। र अनि कतिवटा लेग हुन्छ त? यो चाहिँ यसमा 6वटा भनेको 3 पेयर अफ लेग हुन्छ। भनेको यो चाहिँ 3 पेयरमा चाहिँ लेग रहेका हुन्छन्। र लेग चाहिँ कसो हुन्छ त? जोइन्टेड लेगहरू रहेका हुन्छन्। यो चाहिँ कुन फाइलममा पर्ने त? जोइन्टेड लेग भनेपछि आर्थ्रोपोडा फाइलममा चाहिँ हनी बी पर्छ। त्यसरी कुन पार्टहरू हुन्छ त? त्यो हामीले यो फिगरबाट हेरियो। र हनी बीको फिचरको बारेमा कुरा गर्दा यिनीहरूलाई के भनिन्छ त? यिनीहरूलाई सोशल इन्सेक्ट पनि भनेर भनिन्छ। किनलाई चाहिँ सोशल इन्सेक्ट भन्नुको कारण के हो त? लिभिङ इन कोलोनी। यिनीहरू कोलोनीमा बस्न रुचाउने हुँदा अर्थात् कोलोनीमा बस्ने हुँदा यसलाई के भनिन्छ? सोशल इन्सेक्ट भनेर भनिन्छ। त्यसैगरी यिनीहरूको साइज कति हुन्छ त? 9 टु 20 मिलिमिटर इन लेन्थमा हुन्छ। त्यसैगरी यिनीहरूको बडीले चाहिँ बडी डिभाइडेड इन्टु 3 पार्ट्स, जसमा हेड, थोरेक्स एन्ड एब्डोमिन भनेर हामीले फिगरमा पनि हेरियो। तीनटा पार्टमा डिभाइड भएको हुन्छ यसको बडी। त्यसैगरी यसमा चाहिँ के हुन्छ त? एन्टिना चाहिँ पेयर अफ एन्टिना हुन्छ। एन्टिनाको काम के हो त? टु डिटेक्ट द सराउन्डिङ एन्ड स्टिमुली। यिनीहरू चाहिँ आफ्नो वरपरको चाहिँ के अरे आफ्नो वरपर भएको कुरा वातावरणको बारेमा यिनीहरूले के भन्छ? एन्टिनाकै सहायताबाट यिनीहरूले के गर्छन् त? त्यसलाई डिटेक्ट गर्न सक्छन्। त्यसैगरी यिनीहरूमा कम्पाउन्ड आइज हुने हुँदा के हुन्छ त? क्यान सी। यिनीहरूले चाहिँ आफ्नो टाउको कम्पाउन्ड आइजको सहायताबाट के हुन्छ त? यिनीहरूले आफ्नो टाउको चाहिँ नि नघुमाइकन दायाँ बायाँको जाने वस्तुहरू देख्न सक्छन्। सो क्यान सी विथआउट रोटेटिङ द हेड। यिनीहरूले आफ्नो टाउको नघुमाइकन के गर्छन् त? टाउको चाहिँ नघुमाइकन चारैतिरका चाहिँ वस्तुहरू यिनीहरूले के गर्छन् त? देख्न सक्छन्। के को सहायताले? कम्पाउन्ड आइजको सहायताबाट। त्यसैगरी यिनीहरूमा लेग चाहिँ कस्तो हुन्छ त? जोइन्टेड लेग हुन्छन्। कतिवटा हुन्छन् त? 3 पेयर्स अफ लेग हुन्छन्। सो जोइन्टेड लेग हुने हुँदा यिनीहरू कुन फाइलममा पर्यो त? आर्थ्रोपोडा भन्ने फाइलममा पर्छ। यो हनी बीलाई पनि 3टा क्याटेगोरीमा चाहिँ डिभाइड गरिएको छ, जसमा कुन छ त? एउटा चाहिँ क्वीन बी भनेर रहेको छ, जसलाई रानी मौरी के पनि भनिन्छ त? रानी मौरी।
रानी मौरी पनि भनिन्छ। त्यस्तै गरी अर्को रहेको छ ड्रोन बी भनेको यो के हो त भाले मौरी भनेर यसलाई चिनिन्छ भने अर्को वर्कर बी भनेर रहेको छ जसलाई कर्मी मौरी पनि भनिन्छ। यसरी हनी बीलाई चाहिँ तीनटा क्याटेगोरीमा चाहिँ डिभाइड गरिएको छ र यिनीहरूको क्याटेगोरीमा पहिलो चाहिँ रहेको छ क्वीन बी भनेर रानी मौरी रहेको छ। रानी मौरीहरू चाहिँ के हुन्छ साइजमा यिनीहरू सबैभन्दा ठुला हुन्छन् र यिनीहरू इलोङ्गेटेड सेपका हुन्छन्। त्यस्तै गरी यिनीहरू के हुन्छ एउटा चाहिँ घारमा के हुन्छ त एउटा मात्रै चाहिँ क्वीन मौरी चाहिँ रानी मौरी चाहिँ पाइन्छ। सो ओन्ली वान क्वीन इन द हाइभ भनेर चाहिँ अर्को यसको के छ फिचर भयो। त्यस्तै गरी अर्को रह्यो यिनीहरूको मेन फङ्सन भने के हो त यिनीहरूले एग दिन्छन् भनेको ले एग भनेर चाहिँ रहेको छ। त्यस्तै गरी अर्को रहेको छ क्यान बी कन्ट्रोल अदर बीज बाई सिचुएसन भनेको यिनीहरू चाहिँ त्यो परिस्थिति अनुसार चाहिँ अरू चाहिँ मौरीहरूलाई पनि के गर्छन् त कन्ट्रोल गर्न सक्छन् परिचालन गर्न सक्छ। यसले रानी मौरीले नै अरूलाई के काम गर्ने कस्तो कस्तो गर्ने यसैले परिचालन गरेको हुन्छ सबै यसैको निर्देशनमा भइरहेको हुन्छ। त्यस्तै गरी यिनीहरूमा अर्को चाहिँ नयाँ के छ यिनीहरूले चाहिँ फेरोमोन प्रड्युस गर्छन् जसले के हेल्प गर्छ त हेल्प टु अट्याक मेल फर मेटिङ भनेको चाहिँ के हुन्छ प्रजननको लागि चाहिँ के हुन्छ यिनीहरू चाहिँ मेललाई आकर्षित गर्ने काम गर्छ। र अनि यसको चाहिँ फेरोमोनको चाहिँ अर्को काम के छ त अल्सो हेल्प फर कम्युनिकेसन एन्ड फाइन्ड आउट द लोकेसन अफ हाइभ भनेको यिनीहरू चाहिँ एक अर्कासँग कम्युनिकेट गर्न र तिनीहरू चाहिँ घार पत्ता लगाउनको लागि पनि यसको चाहिँ सहायताबाट यिनीहरूले के गर्छन् त एक अर्कासँग कम्युनिकेट पनि गर्छन् र आफ्नो घार पनि यिनीहरूले पहिचान गर्न सक्छन्। त्यसैगरी यिनीहरूको लाइफ स्पेन भनेको यिनीहरूको लाइफ समय कति हुन्छ त उमेर 2 देखि 5 वर्षको चाहिँ हुन्छ भनेको सबैभन्दा लामो तीनटा मौरी मध्ये सबैभन्दा लामो लाइफ चाहिँ कसको हुन्छ त क्वीन बीकै हुन्छ। त्यस्तै गरी यिनीहरूको चाहिँ क्वीन बी चाहिँ कसरी फर्मेसन हुन्छ त जस्तै यिनीहरूलाई चाहिँ के मात्रै खुवाइयो भने त रोयल जेली भन्ने चाहिँ रोयल जेली मात्रै खुवाइयो कुन अवस्थामा त लार्भा फेजमा चाहिँ के हुन्छ त रोयल जेली मात्रै चाहिँ खुवाइयो भने के प्रोड्युस हुन्छ त रानी मौरीको चाहिँ फर्मेसन हुन्छ र क्वीन बीको चाहिँ क्रोमोजोम कति हुन्छ त डिप्लोइड हुन्छ। यसको मतलब 32 वटा चाहिँ क्रोमोजोमहरूको संख्या हुन्छ। र यसरी हनी बीका चाहिँ प्रमुख फिचरहरू मात्रै मैले यहाँ उल्लेख गरेँ। प्राय एक्जाम पनि यसै भित्रबाट सोध्ने गरेको छ। एक्जाम ओरिएन्टेड भएर कुरा गर्दा हामीले क्वीन बीको बारेमा लगभग हामीले यति फिचरहरू लगभग जानियो भने लगभग एक्जामलाई के हुन्छ त कभर गर्छ। अर्को बी रहेको छ कुन त अर्को मौरीमा ड्रोन बी भनेर चाहिँ अर्को बी रहेको छ जसलाई भाले मौरी भनेर भनिन्छ। यिनीहरूको साइज कति हुन्छ त स्मलर देन क्वीन बट लार्जर देन वर्कर बीज भनेको यिनीहरू चाहिँ क्वीन बी भन्दा साना हुन्छन् तर वर्कर बी भन्दा यिनीहरू ठुला हुन्छन्। त्यसरी यसलाई हामीले कुन रिलेसनमा देखाउन सकियो त क्वीन बी इज ग्रेटर देन ड्रोन बी एन्ड ड्रोन बी इज ग्रेटर देन वर्कर बी भनेर हामीले यो रिलेसनमा देखाउन सकियो। त्यस्तै गरी यिनीहरूको रोल के हो त फर्टिलाइज द क्वीन बी एन्ड मेन्टेन द हाई टेम्परेचर भनेको यसले चाहिँ फिमेललाई चाहिँ क्वीन बीलाई के भन्छ फर्टिलाइजेसनको लागि हेल्प गर्छन् र त्यो चाहिँ घारको टेम्परेचर मेन्टेन गर्न पनि यसको चाहिँ रोल हुन्छ। त्यस्तै गरी यसलाई के भन्छ अर्को एउटा लेजिएस्ट बी भनेर पनि भनिन्छ। लेजिएस्ट बी भन्नुको कारण के हो त यिनीहरू कतिसम्म लेजी हुन्छन् भन्दा यिनीहरूले आफ्नो खाना पनि वर्करहरूको सहायताबाट पनि खाने गर्छन् अनि वर्करहरूले नै यिनीहरूलाई खाना खुवाउने गर्छन्। त्यही भएर यसलाई लेजिएस्ट बी भनेर भनिन्छ। 3टा बी मध्येको सबैभन्दा लेजी हुन्छ। त्यस्तै गरी यिनीहरूमा क्रोमोजोमको संख्या कति हुन्छ त 16 वटा हुन्छ भन्नुको मतलब हेप्लोइड संख्यामा हुन्छन्। हेप्लोइड संख्यामा हुने हुँदा यिनीहरूमा कतिवटा क्रोमोजोम हुन्छ त 16 वटा क्रोमोजोम हुन्छ। त्यस्तै गरी यिनीहरूको डेभलप चाहिँ कसरी हुन्छ त अनफर्टिलाइज्ड एगहरूबाट चाहिँ यिनीहरूको डेभलप हुन्छ। अन्त अनफर्टिलाइज्ड एगबाट चाहिँ ड्रोन बीहरू डेभलप हुने प्रोसेसलाई के भनिन्छ त पार्थेनोजेनेसिस भनेर भनिन्छ। र यिनीहरूको लाइफ स्पेन कति हुन्छ त about 2 महिनासम्मको हुन्छ लगभग 2 महिनाको हुन्छ। र यसरी भाले मौरीको अर्थात ड्रोन बीको बारेमा चाहिँ मेन फिचरहरू यिनीहरू नै रहेका छन्। त्यस्तै गरी अर्को वर्कर बी भनेर
रहेको छ, जसलाई कर्मी मौरी पनि भनिन्छ। यिनीहरू चाहिँ नि मौरी मध्येका सबैभन्दा साना भनेको स्मलेस्ट बी अन्तर्गत पर्दछन् र यिनीहरूको नेचर भनेको अर्थमा त हार्ड वर्किङ नेचरका हुन्छन्, भनेको यिनीहरूले 24 आवर चाहिँ कन्टिन्यू काम गरिरहेछन्। त्यो अर्को के छ त यिनीहरूको चाहिँ नि खुट्टामा के हुन्छ त पोलेन पकेट भन्ने हुन्छ, जसको सहायताबाट यिनीहरूले चाहिँ पोलेनलाई चाहिँ के गर्छन् त कलेक्ट गर्छन् र त्यसलाई चाहिँ घारमा के गर्छन्, घारमा ट्रान्सपोर्ट गर्ने काम गर्दछ। त्यसैगरी यिनीहरूको मेन फंक्सन भनेको के हो त कलेक्टिङ नेक्टर, कन्स्ट्रक्टिङ द हाइव, नर्सिङ यङ बीज एन्ड प्रोटेक्टिङ द हाइव भनेर रहेको छ। त्यसैगरी यिनीहरूको लाइफ स्पेन कति हुन्छ त 6 week to 6 month सम्मको हुन्छ, भनेको 6 हप्तादेखि 6 महिनासम्मको यिनीहरूको लाइफ हुन्छ। तर यिनीहरूमा चाहिँ क्रोमोजोमको संख्या कति हुन्छ त 32 वटा हुन्छ, जसलाई डिप्लोइड भनेर भनिन्छ, डिप्लोइड क्रोमोजोम भनेर भनिन्छ। त्यसरी वर्कर बीका चाहिँ मेन फिचरहरू यिनीहरू नै रहेका छन्। त्यस्तै अर्को टपिक रहेको छ लाइफ साइकल अफ हनी बी भनेर यसको जीवन चक्र रहेको छ, जसमा के हुन्छ त 4 वटा स्टेज हुन्छ। पहिलो एडल्ट भयो, एडल्ट पछि एग हुन्छ, एग पछि लार्भा, लार्भा हुँदै प्युपा हुन्छ र प्युपाबाट फेरि के भन्छ त एडल्टको विकास हुन्छ। यसरी 4 वटा स्टेजमा चाहिँ यसको लाइफ साइकल कम्प्लिट हुन्छ। लाइफ साइकलको पहिलो स्टेज हुन्छ एगमा के रहेको छ त यिनीहरूको कलर व्हाइट हुन्छ भने शेप ओभल शेपको हुन्छ र लाइफ स्पेन चाहिँ 3 दिनको हुन्छ। पहिलो दिन चाहिँ अपराइट पोजिसन भनेको ठाडो पोजिसनमा चाहिँ यिनीहरू हुन्छन्, दोस्रो दिन चाहिँ यिनीहरू हल्का ढल्केका हुन्छन् भने तेस्रो दिनमा यिनीहरू पुरै ढलेका हुन्छन्, ढलेर बसेको हुन्छ। यसरी यिनीहरूको चाहिँ के हुन्छ त लाइफ स्पेन 3 दिनको हुन्छ। त्यसैगरी यिनीहरूको चाहिँ साइज कति हुन्छ त 1 to 1.5 मिलिमिटरको चाहिँ यिनीहरूको चाहिँ साइज हुन्छ। त्यसैगरी यिनीहरू एगहरू चाहिँ कति किसिमको हुन्छ त 2 किसिमका एगहरू हुन्छन्, जसमा एउटा चाहिँ फर्टिलाइज्ड एग हुन्छ भने अर्को अनफर्टिलाइज्ड एग हुन्छ। फर्टिलाइज्ड एगबाट चाहिँ क्वीन बी र वर्कर बीहरूको फर्मेसन हुन्छन् भने अनफर्टिलाइज्ड एगबाट चाहिँ ड्रोन बी प्रोड्युस हुन्छ। यसरी 2 किसिमका एगहरूबाट चाहिँ के हुन्छ त बीहरूको चाहिँ फर्मेसन हुन्छ। त्यस्तैगरी सेकेन्ड स्टेज रहेको छ लार्भा भन्ने रहेको छ। लार्भाको लाइफ स्पेन कति हुन्छ त क्वीन बीको हकमा चाहिँ 5 to 5.5 डेजको हुन्छ भने ड्रोन एन्ड वर्करको हकमा के हुन्छ त 6 दिनको हुन्छ यिनीहरूको लाइफ स्पेन। त्यस्तैगरी यिनीहरू फिडिङ चाहिँ क्वीनलाई चाहिँ के मात्रै खुवाइन्छ भन्दा ओन्ली रोयल जेली मात्रै खुवाएर चाहिँ क्वीन प्रोड्युस गरिन्छ भने ड्रोन र वर्करको लागि चाहिँ बी ब्रेड भनेको बी ब्रेड कस्तो त मिक्सचर अफ हनी एन्ड पोलेनको मिक्सचर, हनी र पोलेनको मिक्सचरलाई के भनिन्छ बी ब्रेड भनेर भनिन्छ। यसरी ड्रोन र वर्करलाई चाहिँ बी ब्रेड मात्रै खुवाइन्छ। त्यस्तैगरी यिनीहरूको मल्ट भनेको चाहिँ मल्ट भन्नुको मतलब यिनीहरूले छाला फेर्नु अर्थात् काँचुलीको जरी फेर्छन् त यिनीहरूले 5 टाइम चाहिँ काँचुली फेर्छन्। कुन स्टेजमा फेर्दा रहेछन् त लार्भा फेजमा चाहिँ यिनीहरूले चाहिँ मल्ट गर्दा रहेछन्, जुन 5 पटक मल्ट गर्छन्। र यसलाई अर्को के पनि भनिन्छ भन्दा लार्भा स्टेजलाई एकदमै खन्चुवा स्टेज पनि भनिन्छ, सबैभन्दा धेरै खाना चाहिँ यसले यही बेलामा खान्छ, त्यसैले यसलाई चाहिँ खन्चुवा स्टेज भनिन्छ। त्यस्तैगरी थर्ड फेज रहेको छ प्युपा फेज रहेको छ, जसको लाइफ स्पेन कति हुन्छ त क्वीनको हकमा चाहिँ 8 डेजको हुन्छ भने त्यस्तैगरी ड्रोन भनेको भाले मौरीको हकमा चाहिँ 14 दिनको चाहिँ यिनीहरूको लाइफ स्पेन हुन्छ। र यसलाई कुन फेज भनिन्छ त इनएक्टिभ फेज भनिन्छ। इनएक्टिभ फेज भन्नुको रिजन के हो त यिनीहरूले यो अवस्थामा चाहिँ खाना पनि खाँदैनन् र कुनै नचलिकन एकै ठाउँमा नचलिकन बस्छन्, त्यही भएर यसलाई इनएक्टिभ फेज पनि भनिन्छ। र यही फेजमा के हुन्छ त लेग्स विङ्स एन्ड माउथ पार्टहरु चाहिँ डेभलप भएको हुन्छ। र अनि अन्तिम फेज रहेको छ एडल्ट फेज भन्ने रहेको छ, जसको टोटल लाइफ स्पेन कति हुन्छ त क्वीनको हकमा 3, 5, 8। यो भनेको मतलब 3 भनेको चाहिँ एक फेज कति दिनको हुन्छ त 3 दिनको हुन्छ, लार्भा 5 दिनको हुन्छ र प्युपा 8 दिनको गरेर 16 दिनको हुन्छ। त्यसैगरी वर्करको फेजमा वर्करको हकमा 1-3 दिनको हुन्छ, लार्भा 6 दिनको हुन्छ र प्युपा 12 दिन गरेर 21 दिनको हुन्छ। त्यसैगरी ड्रोनको हकमा 1-3 दिनको हुन्छ, लार्भा चाहिँ कतै 6 भेटिन्छ भने कतै 7 भेटिन्छ। 6 डेज हुँदाखेरि कति हुन्छ यसको चाहिँ टोटल लाइफ स्पेन 23 डेजको हुन्छ भने यहाँ 7 डेजको चाहिँ लार्भा फेज हुँदाखेरि 24 चाहिँ यसको चाहिँ लाइफ स्पेन टोटल लाइफ स्पेन हुन्छ।
यसरी हनीबीको चाहिँ लाइफ साइकल के हुन्छ कम्प्लिट हुन्छ। चारवटा फेजमा चाहिँ यसको लाइफ साइकल कम्प्लिट हुन्छ। हस् त आजको क्लास हामी यति नै गरिन्छ। तपाईहरुले च्यानललाई अहिलेसम्म पनि सब्स्क्राइब गर्नु भएको छैन भने अहिले नै च्यानललाई सब्स्क्राइब गर्नु होला र यो भिडियोलाई जति सक्दो धेरै लाइक कमेन्ट र शेयर गरेर हेल्प गर्नु होला।